हामी दुई बुढा नातिको यात्रा सुरु हुन्छ बेलुवा गाउँबाट। अब यो सिन देख्न सक्नुहुन्छ, यो बाटोमा कैद गरिएको भिडियो। हेलो गाइज, आज 2082 साल वैशाख 1 गते सोमबार नववर्ष 2082 सालको सर्वप्रथम सबैलाई शुभकामना छ। हामी पश्चिम प्रदेश सेती अञ्चल कैलाली जिल्ला घोडागढी नगरपालिकाको सुखडमा रहेको यो घोडागढी ताल यो हल्का एकदम रेस्ट गर्ने क्रममा छौँ। दुई हामी बुढानाति बाजेलाई हल्का थकाइ लागेको हुनसक्छ, त्यसैले ओजुवा ताल घोडागढी तालको यो साइडमा रहेको यो ओजुवा ताल हेर्दाखेरि एकदम आकर्षक अनि सुन्दर देखिने गर्छ, जसमा हजुरहरूले टुडे न्यू इयर स्पेशल भ्लग विथ ग्रान्डपा टु घोडागढी लेक हजुरलाई चाहिँ देखाउन चाहन्छौँ। यो चाहिँ हो बेलुवा गाउँबाट बौनिया जाने बाटो, जुन बाटो बन्ने क्रममा छ तर लतालिङ्ग छ, जुन बाटोमा माटै माटो अनि ढुङ्गा अनि अग्लो निच्चो पुरै ढुङ्गाका माटोका ठेस लागिरहेको छ, देखिन सक्नुहुन्छ। यतिखेर चाहिँ हामी दुईजना चाहिँ बाटोमै छौँ, जुन साँडेपानी क्रस गरिसकेका छौँ, सुखड पुग्ने क्रममै छौँ। अब केही बेर घोडागढी देखिनेछ। हामी चाहिँ घोडागढी ताल पुगिसकेपछि भित्र मन्दिर प्रवेश गरिसकेपछि यो ठाउँ देखाउन गइरहेको छौँ। मान्छेहरू देख्न सक्नुहुन्छ। आज मिति 2081 साल के बोले भाइ? मिति 2081 साल आज मिति 2081 साल आज मिति 2082 साल वैशाख 1 गते, यानि कि 2082 को नववर्ष सबैलाई शुभकामना छ। आज मेरो हजुरबुवा र म कैलालीमा रहेको घोडागढी तालमा हामी नयाँ वर्षको अवसरमा पारेर घुम्न आएका छौँ। एउटा हाम्रो यहाँ देख्न सक्नुहुन्छ, यहाँ हजारौँ दर्शकहरू, हजारौँ पर्यटकहरू यहाँ नयाँ वर्षको अवसरमा घोडागढी मन्दिर अथवा तालमा घुम्न आउने गर्छन्। हजुर देख्न सक्नुहुन्छ। हामी देख्न सक्छौँ यहाँ ठाउँ विभिन्न ठाउँबाट पालिनु गएका हाम्रा पर्यटकहरू हाम्रो यो कैलालीमा रहेको घोडागढी तालमा आउनुभएको छ। आउने क्रम र जाने क्रम कन्टिन्यू रहेको देख्न सक्छौँ हामी। अहिले हामी घोडागढी मन्दिर भ्रमण गरिसकेपछि अब हामी ओजुवा ताल अर्थात् घोडागढी तालभित्र हामी छिर्न जानेछौँ। यता हामी घोडागढी मन्दिर भ्रमण गरिसकेपछि अहिले चाहिँ यो घोडागढी ताल भ्रमण गर्ने क्रममा हामी भित्र छिरिसकेका छौँ। यहाँ आउनको लागि चाहिँ 20 रुपियाँ टिकट लाग्ने गर्छ र यहाँको ठाउँ देख्न सक्नुहुन्छ। यस्तो रमणीय अनि ठाउँबाट पालिनु भएको छ यतातिर। अहिले चाहिँ हामी उताको त्यो भ्यू टावर ग्रिन टावरमा हामी जानेछौँ सुरुमा, त्यसपछि चाहिँ हल्का यो घोडागढी ताल कस्तो छ त आखिर हामी देख्नेछौँ। अनि त्यसपछि आज हजुरबुवा र मेरो एउटा घुम्ने इच्छा अनि सपना पुरा भएको छ। हजुरबुवाको चाहिँ नातिसँग घुम्ने इच्छा र मेरो चाहिँ हजुरबुवासँग घुम्ने एउटा सपना आज नयाँ वर्षको अवसरमा पुरा भएको छ भन्नुपर्छ। यहाँ चाहिँ हजारौँ पर्यटक अथवा भक्तजनहरू चाहिँ यहाँ घोडागढी ताल घोडागढी मन्दिरमा पालिनु भएको छ। हजुरलाई हामीले देखाइसकेका थियौँ। अहिले चाहिँ यो आखिर ठाउँबाट विभिन्न ठाउँबाट यो सुदूरपश्चिममा रहेको घोडागढी तालमा आखिर मान्छेहरू किन आउँछन् त? यो आखिर के छ त? यसमा राहत हामीलाई हजुरलाई देखाउने छौँ। हजुर जोडिरहनु होला। अब चाहिँ हामी दुई बुढा नाति चाहिँ अब यो भ्यू टावरमा चढेर आखिर घोडागढी ताल भ्यू टावरमा चढिसकेपछि कस्तो देखिन्छ त? आखिर मान्छेहरू किन आउने रहेछन् त? यसमा के छ राहत? आखिर के साँच्चीकै सुन्दर छ त घोडागढी ताल? त्यो सुन्दर छ या छैन हजुरले देख्न सक्नुहुनेछ केही बेरमा। हेर्दै मन लोभिने खालको यो ताल, यस क्षेत्रलाई सिमसार क्षेत्र पनि भनेर चिनिन्छ, जहाँ चराचुरुङ्गी पानी जनावरहरू अथवा विभिन्न किसिमका जनावरहरू पाइने गर्छन्। यहाँ यो हेर्दै लोभलाग्दो सिन हो यो।
हजुरबुवालाई यो ठाउँ फर्स्ट पहिलोचोटि लिएर यहाँसम्म पुगिसकेको छु। आखिर माथिबाट कस्तो देखिन्छ त? आखिर हामी माथि जानेछौँ। यसलाई चाहिँ हाम्रो भ्यू टावर भन्ने गर्छन्, जुन तलबाट नदेखिएको चिजहरू माथि गएर हेरिसकेपछि केही नदेखिने कुराहरू पनि देखिने गर्छ, जुन यो पर्यटकहरूलाई अथवा फोटो भिडियो खिच्नको लागि एकदम राम्रो देखिने गर्छ। हेर्न सक्नुहुन्छ, हामी पनि हजुरलाई देखाइरहेको छौँ। धेरैजना चाहिँ यो ठाउँमा भ्रमण गर्न नपाएको पनि धेरै भएको हुनसक्छ। आखिर के छ त परिवर्तन भएको? आखिर हामी टपमा पुगिसकेका छौँ। घोडाघोडी ताल यो सुदूरपश्चिम प्रदेश सेती अञ्चल कैलाली जिल्ला घोडाघोडी नगरपालिकाको सुखडमा रहेको यो घोडाघोडी ताल एकदम हेर्दै आकर्षक अनि सुन्दर रहेको छ। वरिपरि हरियाली, बिचमा यो गहिराई नदी, यहाँको सुनसान क्षेत्र, शान्त वातावरण हेर्दै क्या आनन्द आउने ठाउँ छ यहाँ। आज हाम्रो हजुरबुवा चाहिँ यो घोडाघोडी तालमा आइसक्नु भएको छ। आखिर उहाँलाई कस्तो लागिरहेछ हामी केही कुरा सोध्नेछौँ। हजुरलाई स्वागत छ हाम्रो यो भिडियोमा बाजे। आखिर यो घोडाघोडी तालमा आइसक्नु भएको छ, आउन पाउँदाखेरिमा कस्तो लाग्यो हजुरलाई? मलाई खुसी लाग्यो। सबै यो घोडाघोडी ताल हेऱ्यो, सबको दर्शन गरियो, घोडाको दर्शन गरियो, मान्छेको दर्शन गरियो, हनुमानको दर्शन गरियो, सबको दर्शन गर्दाखेरि म पनि खुसी लाग्यो। योभन्दा पहिला हजुर यो ठाउँमा आउनुभएको थियो? म आएको थिएन, आज पहिलो चान्स हो। पहिलो चान्समा आएँ। बरु हन्टाखेरि त्यो गाडीमा जानु घोडाघोडी ताल भन्दा त देखाएकै हो। यहाँ मन्दिर दर्शन गरेको छु। आखिर हजुरबुवा र म यो कैलालीमा रहेको घोडाघोडी तालमा पुगिसकेका छौँ। बाजेले भनिसक्नुभयो, पहिलोपटक आउँदाखेरिमा धेरै रमाइलो अनि राम्रो लाग्यो भन्नुभएको छ। फेरि पनि अझै केही ठाउँ देखाउनु बाँकी छ। आखिर नातिसँग आउन पाउँदा हाम्रो बाजेको मुहारमा चम्किलो मुहार नै देखिरहेको छ भन्नै पर्दैन। खुसी लागिरहेछ नि होइन? यहाँ भिडियो हेर्ने सबैलाई नयाँ वर्षको शुभकामना छ भन्नु। नयाँ वर्षको शुभकामना छ। सबै मैले घोडाघोडी तालमा सबैलाई धन्यवाद दर्शन गरेँ। म धेरै खुसी छु। आज चाहिँ विशेष नयाँ वर्ष 2082 सालको पहिलो महिना, पहिलो दिन, सोमबारको दिन अवसर पारेर हामी दुई बुढा नाति चाहिँ यो घोडाघोडी तालमा पुगिसकेका छौँ। घोडाघोडी तालमा पुगिसकेपछि यो माथि भ्यू टावरमा पुगेर हामी फोटो अनि भिडियो खिच्ने क्रममा छौँ। अब हामी यहाँबाट निस्केर हामी ओजुवा तालसम्म पुग्नेछौँ। ओजुवा तालमा आखिर मान्छेहरू किन घुम्ने गर्छन् त? आखिर यहाँ किन आउने गर्छन् त? यहाँका दर्शकहरू कति छन्? आजको नयाँ वर्षको दिनमा घोडाघोडी यो मन्दिर अथवा घोडाघोडी तालमा दर्शकहरूको कति घुइँचो, कति भिड छ त? आखिर हजुरलाई हामी बिस्तारै देखाउनेछौँ। अब हामी यहाँबाट छुट्टिनेछौँ। सिधै सायद बाटोमा कोहीसँग भेट हुनसक्छ, कोहीसँग कुराकानी हुनसक्छ। जोसँग हुन्छ सबैलाई फेरि पनि नववर्ष 2082 सालको धेरै धेरै शुभकामना छ। हामी हजुरलाई चाहिँ नजिकबाट देखाउन गइरहेको छौँ। नजिकै गएर हाम्रो हजुरबुवाले यो ताललाई अवलोकन गर्दै हुनुहुन्छ। घोडाघोडी तालको नजिकै आएर हामी अवलोकन गर्ने क्रममा छौँ। हजुरबुवाले चाहिँ यो घोडाघोडी ताल कतिको गइरहेछ त? आखिर कतिको यो बग्छ, कति जम्छ अनि यसमा के पाइन्छ भनेर हजुरबुवालाई यहाँको जानकारी दिन आएको छु। मैले जाने अनुसार यसलाई चाहिँ सिमसार क्षेत्र घोषणा गरेको छ, जुन यसमा विभिन्न प्रजातिका पानीमा पाइने जनावरहरू, चराचुरुङ्गीहरू पाइने गर्छन्। यहाँको हरियाली देखेर मनै लोभिने गर्छ। त्यसैले त हो नि आखिर ठाउँ विदेशदेखि देशदेखि यहाँसम्म मान्छेहरू पालिनु हुन्छ। यो ठाउँ हेर्दै लोभ लाग्दो खालको छ। यता हेर्नु त, यहाँ देख्न सक्नुहुन्छ घोडा र घोडीको मूर्ति। आखिर आगन्तुकहरूको मेन ध्यान आकर्षण गर्ने कारण नै यही हो। खास यो घोडा र घोडीको यो मूर्तिको कारणले मेन आगन्तुकहरूको मेन ध्यान आकर्षण गर्ने गर्छ। हाइवेबाट ठ्याक्कै रोडबाटै देखिने गर्छ यो जुन दृश्य। हजुरलाई भित्रबाट देखाउन गइरहेको छु। बाहिर बाटो देखिरहेको छ। यहाँ मान्छेहरू आफ्नै तालमा देखिन्छन्।
कोही फोटो खिच्ने क्रममा छन्, कोही व्यस्त छन्, कोही बिजी छन्। हाम्रो हजुरबुवा चाहिँ आफ्नो तालमा व्यस्त हुनुहुन्छ। यो ठाउँ देखेर आफै रमाउँदै हुनुहुन्छ। देख्न सक्छौँ हामी यो ताल पहिला र अहिले कति फरक भएको छ त, आखिर कति सुधार भएको छ। पहिलाभन्दा केही सुधार भएको छ, तर त्यही पनि अझै पनि केही सुधार देखिनुपर्ने देखिरहेको छ। हल्का यहाँ आउँदाखेरिमा टिकट काटिने गर्छ, जुन रकम उठाइने गरिन्छ त्यो रकम उठाएअनुसार यो ठाउँलाई सुधार सरसफाइ देखिरहेको छैन। यहाँ स्वयंसेवकहरू स्टाफहरू राखेर सरसफाइ गर्नुपर्ने देखिरहेको छ। जुन यो हरियाली सुन्दर ठाउँलाई थोरै कुनै ठाउँमा कचराहरू फोहोरहरू देखिएर हल्का अन्सो नरमाइलो देखिरहेको छ। हाम्रो हजुरबुवाले चाहिँ यो घोडा र घोडीको मूर्ति चाहिँ मन पराउनु भएको छ। एकदम आकर्षक राम्रो लाग्यो भन्नुभएको छ उहाँले भनेअनुसार। हेलो गाइज, आज 2082 साल वैशाख 1 गते सोमबार नववर्ष 2082 सालको सर्वप्रथम सबैलाई शुभकामना छ। हामी हजुरबुवा र नातिसँग हामी घोडागुडी ताल अथवा घोडागुडी मन्दिर भ्रमण गरिसकेपछि हामी दुई बुढा नाति चाहिँ अब ओजुवा तालतिर लाग्दैछौँ। यहाँको भिड हल्का आजको अरू साल अनुसार अरूको वर्ष अनुसार यो साल चाहिँ त्यति भिड देखेन मैले। यहाँ आउने आगन्तुकहरू चाहिँ हल्का कम देखियो। अझै पनि आउने क्रममा हुन सक्छन् सायद। आज ठाउँ ठाउँमा बिचमा मान्छेहरू भेटिन सक्छन् हामीले भनेका थियौँ होइन, भेटिने क्रममै छन्। यहाँ मान्छेहरूको भिड चाहिँ यता रहेछ। हाम्रो यात्रा जारी नै छ अगाडि। पहिला र अहिले केही फरक छैन खास, हल्का चाहिँ हरियाली छ अनि फोटो खिच्ने भिडियो खिच्ने ठाउँ नयाँ ठाउँ बनाएको छ। हाम्रो यात्रा चाहिँ जारी नै छ। यो घोडागुडी तालको साइडमा यो हल्का रेस्ट गर्ने क्रममा छौँ दुई हामी बुढा नाति। बाजेलाई हल्का थकाइ लागेको हुनसक्छ, त्यसैले आराम गर्नको लागि यो आश्रममा यो बसिरहेका छौँ हामी। अझै ओजुवा ताल पुग्न केही मिनट लाग्न सक्छ, त्यसैले हजुरबुवालाई एकछिन रेस्ट गराइरहेको छु। हजुरबुवा चाहिँ यो दृश्य देखेर आफ्नै तालमा भुलिनु भएको छ। हजुरबुवा पनि एकदम खुसी देखिनु भएको छ। आज फाइनल्ली हामी चाहिँ ओजुवा तालको नजिक पुगिसकेका छौँ। हामी हजुरलाई देखाउन एकदम आतुर भइसकेका छौँ। आखिर यो तालमा मान्छेहरू किन आउने गर्छन्? यो चाहिँ एकदम आफै बनेको एउटा ताल घोडागुडी ताल हो भने यो चाहिँ ओजुवा ताल चाहिँ आर्टिफिसियल पिपुल मेडेड मान्छेबाट बनाएको एउटा ताल भनेर चिनिन्छ। हजुरलाई देखाउन गइरहेको छौँ यो चाहिँ ओजुवा ताल। घोडागुडी तालको यो साइडमा रहेको यो ओजुवा ताल हेर्दाखेरि एकदम आकर्षक अनि सुन्दर देखिने गर्छ, जसमा हजुरहरूले आउने क्रममा यहाँ राम्रो अनि रमण घुम्नको लागि चाहिँ यहाँ नाउको सुविधा छ, जुन हजुरले चाहिँ टिकट काटेर हजुरले घुम्न सक्नुहुन्छ। यता चाहिँ एउटा नाउ स्टकमा छ जुन पहिला युज प्रयोग गरिने गर्थ्यो। यताको चाहिँ ब्युटिफुल सिन एकदम हेर्दै सुन्दर ठाउँ देखिरहेको छ। यो यहाँको व्यवस्थापन समितिले राम्रो म्यानेजमेन्ट गरेको देखिन्छ, तर हल्का पानी चाहिँ पहिलाभन्दा हल्का कम देखिरहेको छ। म चाहिँ सायद यस्तै 6 महिना पछि आएको छु, जुन पहिला चाहिँ एउटा दाइलाई घुमाउने भनेर आएको थियो भने आज चाहिँ हाम्रो बाजेलाई घुमाउने भनेर आएको छु। यो जस्ताको त्यस्तै छ, केही परिवर्तन देखिरहेको छैन, केही थपगड छैन। तर यदि हजुरहरू यता नआएको धेरै भएको छ भने आउन सक्नुहुन्छ। हल्का पहिलाभन्दा केही न केही त परिवर्तन भएकै छ। म हजुरहरूलाई देखाउन गइरहेको छु जुन यहाँका पर्यटकहरू चाहिँ नाउ लगेर चाहिँ त्यो ठाउँमा पुगिसक्नु भएको छ। आफ्नो यात्रा निरन्तर अगाडि गइरहेको छ। अब चाहिँ हाम्रो यात्रा यहीँसम्म हो भन्ने हाम्रो योजना भइसकेको छ, जुन
यहाँ नाउहरू कस्तो देखिन्छ त आखिर यहाँको अन्तिम डेस्टिनेसन चाहिँ कस्तो छ त आखिर हजुरबुवालाई देखाउनेछौँ। हजुरबुवालाई मात्रै नभएर हजुरलाई पनि देखाइरहेको छौँ भन्नुपर्छ। यो चाहिँ यहाँ उज्जवलमा रहेका यी विभिन्न किसिमका नाउ, ड्र्यागन अनि यो हाँस, यो चाहिँ सिम्पल देखिरहेको छन्। अब हामी चाहिँ अहिले नचढ्ने भन्ने कुरा छ, जस्ट देखिरहेको छौँ। अब चाहिँ हाम्रो यात्रा सिद्धिसकेको छ। अब यो उजुवा ताल अथवा उजुवा क्याफेको भ्रमण गरिसकेपछि अब हामी फर्किने क्रममा छौँ। आखिर यति नै हो, यहाँसम्म आइसकेपछि घुम्ने ठाउँ यति नै हो भन्नुपर्छ। आखिर कस्तो भयो आजको यात्रा, कतिको रमाइलो, कोसँग भेट भयो, यो भिडियोमा देख्न सक्नुहुनेछ। A few moments later. हजुरहरू चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ बेलुवा जाने बाटो होइन। बाटोमा चाहिँ धुलो माटो छ, डल्ला छ, देख्न सक्नुहुन्छ। मान्छे चाहिँ आइरहेछन् होइन, धुलोको कारणले मान्छे देखिरहेको छैन। तपाईँ देख्दै हुनुहुन्छ होइन, कोही गइरहेको छन् भने कोही आइरहेको छन्। तर यो बाटो बन्ने क्रममा भएको कारणले चाहिँ बाटोको गतिविधि यस्तै छ। बिचमा पोखरी छ, बिचमा गिट्टी बालु अनि पुरै पोखरी जस्तो देखिरहेछ, खेतबाट जानु परेको छ। फाइनल्ली हामी दुई बुढा नाति घोडाबडी तालमा घुमिसकेपछि, सम्पूर्ण ठाउँमा हाँसो रमाइलो गरिसकेपछि अब हामी रिटर्न भएर आफ्नो गाउँ अनि आफ्नो घरमा पुगिसकेका छौँ। टाटा बाई बाई।